हेलो रोमन। हाय रोजिता। के छ हाल खबर? खाना खायो त? हाल खबर ठिकै छ, खाना खाइसके। सुन न, भन। एउटा कुरा भन्नु थियो मेरो बेबीलाई। के कुरा भन न त। कस्तो लाज लाग्छ मलाई। हे के हो भन न छिटो। है नि, कसरी भन्नु? आई लभ यु। ए ल ल। कस्तो ल ल भनेको हौ? तिमी पनि भन न। अब के आई लभ यु भन्दा मात्रै माया पर्छ र? कस्तो रुड बोलेको हौ तिमी त आजकल। तिमी पनि भन न प्लिज 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 प्लिज। ल ल, आई लभ यु टु। तिम्रो मुखबाट त आई लभ यु कति मिठो सुनेको, तर के गर्नु भन्दै भन्दैन, मै भन्नुपर्छ। मम्मी आए जस्तो लाग्यो, काटेको है। ल भोलि सेम प्लेसमा भेट्ने। ए नानी के गर्दैछौ? पढिरहेको छु मामु। होइन 24 घण्टा पढेकै छ, 24 घण्टा पढेकै छ। यसो बाहिर गएर निस्किनु। हेर त कति मिठो हावा चलेको छ बाहिर। कति चाहिँ पढेको होइन? कति होमवर्क दिन्छन् हौ तिम्रो सरले? हाँ मामु, कति धेरै नोट्सहरू बनाउनु दिनुहुन्छ क्या टिचर सरले। के लागिसक्यो गर्दा गर्दा। ल त्यहाँ नोट सक, यहाँ खाजा राखिदिएको छु, खाजा सेलाउँला। अनि यो धेरै यो 4 कोठामा मात्रै गुम्सेर नबस, बाहिर गएर तँ साथीसँग घुम्न जाऊ है। ल मेरो अलिकति लुगा धुनु छ, म काम सक्छु। त्यहाँ फटाफटी खाजा खाइहाल्यो नि, सेलाउँला। ओइ रोजिता, के गर्दैछस्? बाहिर आइज न हौ, कति कोठाभित्र बसे कि। त भित्र आइज न, अल्छिरहेछ। ए त चाहिँ खाली यहीँ बस्दैछ हौ, जाउँ न एकछिन घुम्नलाई। अल्छी लागिरहेछ हौ, नजाने। तँ चाहिँ खाली यसो गर्दै, तँ चुप लाएर उठ्छस् कि उठ्दैन? छिटो। ल उठे। कस्तो शीतल है यहाँ? यहाँ त लास्टै शीतल। साँच्ची सुन न, तेरो रोमान्समा कस्तो चल्दैछ? ठिकै। कस्तो ठिकै हो फेरि? हेर न, आजकल मलाई त लेख्नु हाल्ने जस्तो फिल भइरहेछ। होइन होला हौ, तँलाई त्यस्तो लागेको होला नि। पहिले जस्तो बोल्दै बोल्दैन हौ। तँलाई त्यस्तो लाग्छ भने मसँग एउटा आइडिया छ भन्न। यस्तो गर्नुपर्छ, म चाहिँ मेरो आइडीबाट क्या त्यसलाई यस्तो फ्लड गर्न खोजेको यस्तो म्यासेज गर्छु, थाहा भइहाल्छ नि। है तैँले भन्नु पनि ठिक हो। ल आज म्यासेज गर ल। के चाहिँ भन्दो रहेछ त्यसले? आज बेलुका म म्यासेज गर्छु ल। मलाई म्यासेज गरेपछि एसेज पठा नि फेरि। ल तँलाई पठाउँछु म। ओइ तैँले भनेको ठिक रहेछ रोजिता। किन यार? त्यो रोमनले त नि मैले त्यसलाई फ्लड गर्छु भनेको थिएँ, उल्टो मलाई पो चाँदिरहेको। मा कसम यार, भोलि भेट्न बोलाएको छ मलाई। के गर्नु भने उल्टो म पो भँचिरहेको छु भने अब के गर्नु, भेट्न जानु? बोला त्यसको जटा निस्किनुपर्छ। बोल्न भोलि भेटेँ। यसो गर्छु, म भोलि आइज भन्छु, अनि त्यसपछि तँ आयो भने त्यसले कति बजी आउने भन्छ, अनि म तँलाई भन्छु, अनि त अगाडि नै आइरह। अनि त्यही बेला दुईजना भएर त्यसलाई भकुर्नुपर्छ। त्यसले तँलाई के गर्नु भन्छ? यहाँ हेर न, तँलाई म स्क्रिनसटै दिएर राखेको छु, यहाँ पठाउँछु भनेर बिर्सिन्छु। यहाँ त आमाले म कस्तो फ्लड गरेको, बोलेको एक दिन भएन आई लभ यु पो भन्छ। हेर त यस्तो बोका रहेछ। यस्ता छोड्दे एक आउनु कि फेक हुन्छ, थाहा हुँदैन फेक हो कि होइन। मैले यसको प्रोफाइलहरू सबै हेरी गरेको। त्यस्तो त थिएन त हौ। अहिलेको केटाहरूको भर हुँदैन क्या। तैँले पनि भन्थेस् आज तँलाई इग्नोर गर्दैछ भनेर। अनि त्यसै गरौँ, म भोलि बोलौँ। धुप्पी पछाड्नुपर्छ। त्यसलाई धुपै पठाउनुपर्छ। ल म्यासेज गरेर अहिले भनिहाल्छु। साथी, तिमीले मलाई किन यो लोकेसनमा बोलाएको? मेरो फेभरेट ठाउँ हो नि त। यस्तो चाहिँ नगर न। तिम्रो रोजितासँग अफर चलेको होइन? छोड्न त कुरा, उहिले ब्रेकअप भइसकेको। मलाई त केही भनेकी छैन रोजिताले ब्रेकअप हो भनेर। छोड्दैन यो कुरा। आफ्नो बेस्ट फ्रेन्डको बोयफ्रेन्डसँग अफेयर चलाउनु के हुन्छ होला? होइन, ब्रेकअप भइसक्यो त हाम्रो। म रोजितालाई सोध्छु। सुन सुन न,
अनि तिमीलाई पनि रोहित दादा जस्तो धोका दिन्छौ कि बिहे गर्छौ त? तिमीलाई त म बिहे गरिहाल्छु नि। के थाहा तिम्रो त मलाई साह्रै भर लागेन। त्यस्तो यत्रो वर्ष भएको रोहित दादालाई त धोका दियौ। दिदिन नि त तिमीलाई। साले के हो एकचोटि दुई दुईजनासँग के के सोचेको छस्? के हो सपनाबाट बिउजेको जस्तो भयो? ओ चस्मिस हामी दुईजनाको साँच्चैको अफर चल्यो भने सोचिस्? प्लान हो हामी दुईजना प्लान। बुझिस् कि क्या हो? बेस्ट फ्रेन्डलाई एकैचोटि घुमाउन खोजेको साला बोका। साले बा आजदेखि यो हाम्रो एरियामा देखिस् भने तेरो गाला पठाइन्छु। यता गाला उता पठाइन्छु बुझिस्? बाक साला। अबदेखि यो एरियामा देखा मात्र परिस् भने तेरो यो छ नि थोपडा के गर्छौ भन्ने त अझै कुचिन्छ ल। जा बाक साला बाक न चस्मिस आज के भएन चस साले राम्रो खाना चखाइ होइन हो तिम्रो अहिले त माने होइन यार। म हो साथी म कुरै छोड्दैन